आम नेपाली जनतालाई यो चाहिँ सकारात्मक रूपमा प्रभाव पार्ने कार्य गर्दाखेरि चाहिँ सजिलो हुने खालको प्रविधिलाई चाहिँ अब हामीले चाहिँ अगाडि बढाउन सक्यो भने त्यसले चाहिँ राम्रो गर्छ भन्ने कुरा मलाई लागेको छ। अब यो अर्को कुरा यो रेजिलियन्समा चाहिँ के हो भन्दाखेरि अब हामीहरू सबैले चाहिँ के हो भन्दा यो जुन हामीले चाहिँ बनाएका जुन स्ट्रक्चर्सहरू छन्, जस्तो सुकै स्ट्रक्चर्स हो त्यो स्ट्रक्चर चाहिँ के हो भन्दाखेरि अब क्यालामिटी हुन्छ। क्यालामिटीमा चाहिँ के हुनसक्छ त भन्दाखेरि बनाएको कुराहरू यो चाहिँ भत्किन जान्छ। भत्किसकेपछि त्यसलाई चाहिँ फास्ट रिबिल्ड गर्नुको लागि अब हामीले चाहिँ कुन किसिमको चाहिँ म्यानेजमेन्टबाट कुन टेक्नोलोजी अप्लाई गरेर त्यसलाई चाहिँ फास्ट रूपमा चाहिँ के हो भन्दाखेरि त्यसलाई चाहिँ फेरि चाहिँ सञ्चालनमा ल्याउनुको लागि गर्न सक्ने कामतिर चाहिँ अब हामीले चाहिँ हेर्नुपर्छ भन्ने मलाई लागेको छ। अब विकास भन्दा साथै दिगो विकास त हुनै पर्यो। अब एकचोटि काम गर्यो विकास भयो, त्यो पछि फेरि चाहिँ त्यो चाहिँ बाटो चाहिँ बिलाएर गयो भने त डेभलपमेन्ट त हुँदैन नि त। कन्टिन्युटी त्यसमा चाहिँ हुनु पर्यो। कन्टिन्युटी गर्नुको लागि हाम्रो चाहिँ जुन भनौँ न अब पोलिटिकल कमिटमेन्टदेखि लिएर इन्जिनियर्सहरूको चाहिँ कमिटमेन्टदेखि लिएर हाम्रो चाहिँ जुन पोलिसिजहरू छन् ती पोलिसिजहरू पनि के हो भन्दा यो चाहिँ अब चाहिँ राष्ट्रको चाहिँ आवश्यकता अनुसार र समयको माग बमोजिम जनताले चाहिँ चाहे अनुसारको त्यसलाई चाहिँ केन्द्रित गरेर चाहिँ अब हामीहरूले चाहिँ आफ्नो चाहिँ यो डेभलपमेन्टको लाई चाहिँ ती पोलिसिजहरूलाई चाहिँ अगाडि बढाउँदाखेरि चाहिँ राम्रो हुन्छ भन्ने मलाई लागेको छ।